सो हे गाइज वेलकम ब्याक टु माई ब्लग। हामी चाहिँ अब माछा मार्नको लागि हिँडेको चट्ट भाइहरूसँग। ए यत्रो ग्याङ बराली ग्याङ माछा मार्नको लागि। अब बाटो यति तल छ कि खोला फेरि यति तल छ, सेतीको मुखमा हो, यति तल छ। अब माछा पाइन्छ चाहिँ अब यहाँ साथीहरूलाई भाइहरूलाई कुरेर बसिरहेको। ए ग्याङहरू यत्र छन्। हामी पुग्ने चाहिँ यहाँबाट तल खोल्सामा, यो तल डाँडा खोल्सा देखिया त्यो खोल्सामा पुग्ने हो माछा मार्नलाई। ग्याङ ग्याङ अन द बीच। चट्टालारी हिँड्यो होइन। अब यो बाटो पनि यस्तो छ है, घाम चन्टा पुरै लागिरहेको। अब पुग्न कति लगभग कति लाग्छ बाबु त्यहाँ पुग्न? 1-1.5 घन्टा त ओह्रालो बाटो लाग्छ। उक्लिँदाखेरि लगभग 3 घन्टै लाग्छ घर आइपुग्नलाई, यस्तो टाढा छ बाटो। आज चाहिँ माछा मराइ भन्दा पनि हालत खराब धेरै होला जस्तो छ। आफै बुझ्नुहोस्। टुट बिप हालेर बाटो यस्तो छ हालत है। अहिले हिँड्न नसक्ने यही हो, यो 8 नम्बर। अनि सबैलाई मचाउने पनि यही हो फेरि जाम भनेर। मोहन भाइ कत्रो पाइला जस्तो आसला हातलाई भन् त, छोड त पर्बिन देखा न देखा। हुन त सार्कसम्म पनि पाए है हाम्रो त्यो खोलामा चाहिँ। जेलीफिसहरू पनि हुन्छ, त्यही भएर अलिकति डर लाग्छ क्या त्यहाँ चाहिँ जानलाई। त्यसले छोयो भने बिख लाग्छ भन्छ। आजको चाहिँ भ्लग पनि मिठो होला जस्तो छ। मौसमले साथ दियो भने चाहिँ आज राम्रै हुनेछ। चाहिँ ट्याक्क तित्रा भेट्यो। तित्राको चाहिँ यहाँ अन्डा रहेछ। बेलुका आउँदाखेरि चाहिँ यहाँ माउ भेट्यो भने चाहिँ च्याप्प लाएर यी कहाँ गयो अन्डा च्याप्प लाएर माउ साँतेर घर लगाएर पाल्ने हो। त्यसपछि बेच्ने हो। कसलाई चाहिन्छ कन्ट्याक्ट गर्नु होला है। ट्याक्क कमेन्टमा भन्नु होला कसलाई चाहिन्छ। तित्र साँध्ने मान्छे चाहिँ यस्तो छ है। तित्रा जस्तै छ। तित्रा र चित्रा एउटै हो है केटा। ल स्टे ट्युन गाइज, फेरि भेटौँ लाइक छिनपछि है त। यहाँ बसेर भाइहरूलाई कुरिरहेको थियौँ। भाइहरू चाहिँ आइसकिसके। कतिजना छौँ हामी? 1 2 3 4 5 6 7 8 9 10 जना छौँ। 10 जनाको भागमा 1-1 किलो त पर्छ कि भन्ने आश छ है। होप लेट्स। होइन 1-1 किलो सार्कसँग पर्छ कि जस्तो लागिरहेको मलाई चाहिँ। समुद्रको पानी किन मिसिनु? फर्केर चाहिँ समुद्रको पानी हाम्रो खोला त खतरा हो नि। डल्फिनहरू नि आएको छ भन्ने सुनिरहेको छु। डल्फिन वेल मलाई चाहिँ डर लाग्यो कि जेलफिस आएको छ अरे। जेलफिसको चाहिँ डिस लाग्छ नि त छोए पनि, त्यही अलिकति डर लागिरहेको मलाई चाहिँ। त्यो त मैले मोजा लगाएँ। के छ बिचरा आज माछा कति खाने हो? अक्टोबरले च्याट गर्ने नि। केले? केले? पर्स त बाबु झोलामा छ बाबु। त्यसले च्याप्यो भने तँलाई म टेन्सन नगर्नु, तँलाई छुट्याउँछु। अब हामी चाहिँ लाग्यो टक्कै हाम्रो गाउँभन्दा उतापट्टिको च्याचुल डाँडा हो। हामी चाहिँ अब ओह्रालो बाटो एकदम अप्ठ्यारो ढुङ्गाको बाटो हिँड्दैछौँ। आउन त के को आउने बाबु, अहिले आउँदैन यार। आउन त अझै टाइम लाग्छ। बाटो यस्तो छ है। बाटो त भयङ्कर छ। पानी पर्ला जस्तो छ आज फेरि। पानीले साथ दिन्छ कि दिन्न भन्ने टेन्सन भइरहेको। पानी नपर्दै हुन्थ्यो। हेलिकप्टरलाई कन्ट्याक्ट गरेको बाबु। अहिले माछा उठाउनु सकेन भने चाहिँ माछा बोक्नलाई चाहिँ आउँछ हेलिकप्टर। घोइल पऱ्यो भने त झ्याउ हुन्छ। फेरि उसले के अरे छोरीले जानेको अक्टोप्लस पऱ्यो भने पनि झ्याउ हुन्छ। अक्टोप्लस यत्रजना छन् ए लस्करै लाएर यत्रो सानोतिनो ग्याङ फाइट त हारेर केटाहरूले त। गर्मी लास्टै भइसक्यो है। शरीर चिप्चिप्तै पसिना भइसक्यो।
त्यताबाट हुन्न, त्यताबाट झर्ने भयो त ज्याउ हुन्छ। मासु त पाइन्छ त्यताबाट गयो भने चाहिँ। कहाँबाट झर्ने केटा? बेतखोल छोट झर्ने कि सिधै अन्ट्याङ खोला? ढिलो भइसक्यो कि, तर माछा पाउने फेरि बेतखोल चाहिँ हो कि। के त्यो सुरुत्तै झरेको ठाउँ छ, पानी सुकाउनै मिल्दैन कि त्यहाँ फेरि। यता चाहिँ मारा हिँड्ने ठाउँहरू चाहिँ त हाम्रो गाउँतिरबाट मारा आउने, दाउरा खोज्न आउने, दाउरा खोज्ने, घाँस काट्ने यतैतिर हो। ठाउँ हेर्न सक्नुहुन्छ, भ्यू है मिठो छ। हामी कन्टेन्टको लागि यति मेहनत गरिरहेका छौँ है। माया गरिदिनु होला, साथ सपोर्ट गर्नु होला, सब्सक्राइब सकेसम्म सेयर गरिदिनु होला। यस्तै यस्तै भिडियो आइराख्ने छ होइन। तपाईँहरूको एक भ्युज, एक लाइक, एक सेयर नै हाम्रो लागि हौसला हुन्छ। मङ्की फ्यामिली कस्तो देखियो क्या दिपेश यार, के अरे माथि ठ्याक्क यस्तो गर्दा यहाँ हनुमान देखिन्छ होला। हनुमान खान। हामी चाहिँ यहीँबाट मिल्छ कि छेउबाट खोला आइसक्यो। यो चाहिँ मास्तिरबाट आएको सानो छ, तलबाट चाहिँ अलिक ठुलो मिसिन्छ। अनि यहीँबाट मार्ने भनेको यहाँ चाहिँ माछा र हिँड्न छ। समुद्र तल समुद्र मिसिएको ठाउँबाट त्यो न्युरो खोज्ने भएको न्युरो एक छाक मजाले पुग्छ यार। पाइन्छ, जलको सलको पाएदेखि टिप्ने अहिले। अक्टोप्लस पनि पाइन्छ। अक्टोप्लस नि पाइन्छ। यस्तो गर्मीमा खोला चाहिँ यस्तो छ, सानो खोला हो। अब उताबाट आएको चाहिँ अलि मिसिएपछि अलि ठुलो हुन्छ। इन्द्रजाल पछारियो भनेको यार घरमा कन्टेन्ट। ल म यसरी लडिहालेँ। ल के गर्ने त, लडेपछि गर्छ नि। पौडी खेल्ने ठाउँ चाहिँ यहाँ रहेछ। एकदम ठुलो भोटी माछा समाति छ। माछै नभइदिनु। ए सरी। ल एउटा बोनी भयो। ल ल ल ल हामीले चाहिँ यहाँ दुरालाई थुनेर होइन पानी बढाएर माछालाई डुबाएर मार्दिनु। कस्तो तलतिर जाने र? ठ्याक्कै यत्रो पानी काटेको हामीले चाहिँ होइन। यहाँदेखि पानी काटेको छैन। हाला 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 हाला। माछा सबै ढाँडभित्र पस्यो है। खासै समात्न मिलेन, त्यत्रो पानी फाल्दा पनि, यत्रो पानी काटेर पनि सब मिल्दै मिलेन। अब चाहिँ हामी तलतिर जान लाग्यो। टक्क एकछिनमा तल गएर देखाउँछु। हाम्रो केटाहरू चाहिँ यत्रिको पानीमा पनि त्यत्रो पानीमा डुब्न गइरहन्। यहाँ पौडी खेल्न आइपुगेका छौँ। अब एकछिन माछा पनि मार्यो, खासै त भएन। अब एकछिन पौडी खेलेर हामी चाहिँ बिस्तारै उफ्रिने छ। उफ्रिने बेलामा चाहिँ कन्टिन्यू देखाउँछु। अहिले चाहिँ र खोज्दै आएको पौडी खेल्नलाई खासै ठुलो चाहिँ नरहेछ। यहाँ भाइहरू खेलिरहेको रहेछन्। चाहिँ ट्याक्कै यहाँ पौडी खेलेर आएको छौँ सट्टर लाएर। ल अब एकैछिन खेलेर हामी चाहिँ यहाँबाट बिदा बादी हुन्छौँ। हाम्रो बाँदर कान्छ यहाँ भाइहरू खेलिरहेको छौँ। हामी चाहिँ अब पौडी खेलेर पनि भ्याइयो। अब खाजासाजा खान लाग्यो। टक्क अब एकछिनमा खाजा खाएर अब चाहिँ निस्किन्छौँ। भाइहरू अझै निस्किएनन् खेलेर। भाइहरूले चाहिँ यहाँ खाजा बनाइरहन्। चट्ट चिउरा त्यो तेल नहाल्नु न, चिउरा चाउचाउ मिक्स गरेर खाजा खान लाग्यो। अब चाहिँ हामीले चट्ट अब यहाँ चाहिँ थोरै म सिनेमेटिक सर्ट हान्नेछु। केटाहरूले चाहिँ चिसैमा खाजा खाइरहन्। यहाँबाट भ्याइयो। अब हाम्रो बिस्तारै निस्किनु पऱ्यो।
केटाहरूलाई भाइहरूलाई निस्किम भने मान्दैनन्। छिट निस्केर जान पनि 2 घन्टा भन्दा धेरै लाग्छ। अब चाहिँ हालत खराब हुन्छ घरतिर पुगेर चाहिँ। अब चाहिँ हामी यहाँबाट बिस्तारै निस्किन्छौँ। भाइहरू निस्क्यो अब दाइ फान्न लाग्यो दाइ फान्न लाग्यो दाइ फान्न लाग्यो दाइ फान्न लाग्यो आइज आइज कपडा लगा भाइ त अहिले उभियो फेरि भाइ हामी चाहिँ अब खेत खोलाबाट निस्केर खेतको आली हिँड्यो सर्ट लाएर यस्तो छ खेतहरू है यस्तो दामी छ भन्दै पछि गढेको भन्दा बित्तिकै गढिहाल्यो मोबाइल हेर्ने चक्करमा यस्तो घामी पोल्यो घर नहराको पसिना बनाउँछ हो कति हालत खराब हुने घरको इन्फेक्सन पो थाहा छैन त्यही उयो हामी चाहिँ अहिले चाहिँ निस्किसक्यौँ खोलाबाट। अब रोडै जाने हो खोला हिँड्न चाहिँ लाग्यो वाइल गर्मी छ भाइहरू हालत खराब भएको सबैको। अर्को परबिन भलक छ छिराउनु केटा यार आत्तियो क्या कि खोलाको बाटो जाम भयो आत्तियो के रे ए बनाना बनकेरा गर्मीले हालत खराब बनाएछ यार पनि सकिएला जस्तो लाग्यो होइन गर्मीले त आज त सोध्नु हान्थ्यो हामी कुकुर छ त्यो गरेर पाकेको बुट मात्रै हो बनाना कहाँ ओ पारीकोमा हाम्रो केटाहरू त पारी पुगिसकेको रहेछन्। ए यहाँ माथि पनि रोड रहेछ चारैतिर रोडै रोड छ। पानी भेटिन्थेन नि त साना पानी खाइयो ज्यान शीतल भयो घाँटी भिज्यो मजा भयो। पहाड हेर त सुन भेटिने पहाड छोड्दै हाम्रो त हालत खराब भयो यस्तो पसिनाले भरिपूर्ण भएको ठाउँमा आइयो केटारी माछा गोरु के मरे मर्लान् भोकैले हालत त्यस्तो खराब भयो। आधी बाटो पनि आइया छैन अझै यसको पनि डबल हिँड्न बाँकी छ अझै आज माछा खाइचाल पनि भएन हालत खराब भयो माछा मारैले पसिना बनाइसक्यो कतिखेर पुग्ने थियो। हाम्रै जनता गरेर आएकाहरू माछाको जन्तीको मलाई कस्तो शीतल परेको है आनन्दको बेतखेल साइपुग्नु लाग्यो अहिले चाहिँ यो उकालो सकिएपछि त्योभन्दा ठाडै उकालो लिनुपर्छ हालत खराब भयो अहिले चाहिँ। हामी चाहिँ एकछिन यहाँ रेस्ट गर्छौँ त्यसपछि यहाँबाट कुले लाम ठोक्ने हो। हामी चाहिँ यहाँ माथि डाँडामा आइसकेका छौँ अहिले
लास्टै हालत खराब भएको छ। हामी टोटल यहाँसम्म आइपुग्दाखेरि लगभग 11 किलोमिटर हिँडिसक्यौँ। हाम्रो भाइहरू चाहिँ यसरी माछा भन्दा यही यो ब्ल्याक फिन्टुना, यो ग्रे फिन्टुना, ब्लू फिन्टुना, व्हाइट फिन्टुना, किन्नु फिन्टुना, कल्लु फिन्टुना, ताक्ले फिन्टुना, नाके फिन्टुना, यता के हो अहिले चाहिँ अझै हामी यत्रो बाटो जानेछ। यहाँदेखि त्यो चौतारी देखेको ठाउँसम्म पुग्ने हामी चाहिँ। हाम्रो गन्तव्य यत्तिको हो। हालत खराब बनाएको छ, हालत खराब। माछाले गर्नु गर्यो, अर्काको ज्यान मार्न सजिलो हुँदैन रहेछ भन्ने कुरो बुझ्यो। आजबाट माछा मार्न बन्द। अब माछा मार्न आउनु केटा एकदम ब्ल्याक फिन्टुना, सेन्टा क्लज झेन्टा क्लज। है त गाइज, हामी चाहिँ अब घर पुग्न लागिसक्यो। आजको लागि भ्लग चाहिँ यही टुङ्ग्याउने निर्णय गरेको छु मैले चाहिँ। सर्ट टलार भ्लग टुङ्गियो भने चाहिँ एउटा